नमस्कार, म माधव खराल। के हजुरहरू विदेश आएको लामो समयसँग पनि आफूले भने जस्तै इन्कम जेनेरेट गर्न सकिरहनु भएको छैन, अथवा आफ्नो परिवारलाई भने जस्तो समय दिन सकिरहनु भएको छैन? यदि त्यसो हो भने आज म हजुरहरूलाई अनलाइन डिजिटल बिजनेस, हामीले दैनिक रूपमा प्रयोग गर्ने सोसियल मिडियाहरू जस्तै फेसबुक, टिकटक, युट्युब, इन्स्टा जस्ता सोसियल मिडियाहरूको प्रयोग गरी घरबाट नै सञ्चालन गर्न सकिने अनलाइन डिजिटल बिजनेसको बारेमा जानकारी दिन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरी हामीसँगै रहनुहोला र म ढिलै नगरी यस बिजनेसको बारेमा हजुरहरूलाई बुदागत रूपमा बताउन गइरहेको छु। यो बिजनेस डिजिटल बिजनेस भए तापनि हजुरहरूले यसमा कति पनि कुनै पनि सामानको सेल्स गर्नु पर्दैन र यो बिजनेस हजुरले आफ्नै घरबाट सञ्चालन गर्न सक्नुहुनेछ। त्यो पनि आफू खाली भएको समयलाई युज गरेर सञ्चालन गर्न सक्नुहुनेछ। यो बिजनेसमा नितान्त आफूले खाली भएको समय युज गरेर सञ्चालन गर्न सकिने भएकोले जसको घरमा साना साना बच्चाहरू हुनुहुन्छ अथवा जो फुल टाइम जब गरेर बाँकी रहेको समयमा पनि केही गरौँ भन्ने सोच राख्नु भएको छ, यो बिजनेस उहाँहरूको लागि एकदमै सपोर्टिभ हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसै गरी यो बिजनेस विश्वको जुनसुकै कुनाबाट पनि सञ्चालन गर्न सकिनेछ भने यो बिजनेस पूर्णतः कानुन सम्मत रहेको छ र यो बिजनेसमा हजुरहरू आइसकेपछि, काम गरिसकेपछि हजुरले 3 देखि 5 वर्ष काम गरेर रिटायरमेन्ट लिन्छु भन्नुहुन्छ भने पनि यो बिजनेसबाट रिटायरमेन्ट लिन सक्नुहुन्छ। त्यसै गरी हजुरले यो बिजनेस आफ्नो सन्तानको नाममा ट्रान्सफर गर्न चाहन्छु भन्नुहुन्छ भने पनि तपाईँले आफ्नो सन्तानकोलाई निकटतम भविष्यमा ट्रान्सफर गर्न सक्नुहुनेछ। र यो बिजनेसको बारेमा कसरी गर्ने, कसरी जोइन गर्ने, कहिलेदेखि सुरु गर्ने, तपाईँहरूलाई यावत तपाईँको मनमा कुतुलताहरू लागिरहेका छन् भने कृपया मलाई ढिलो नगरी सम्पर्क गर्नुहुन म हार्दिक अनुरोध गर्दछु। र मलाई सम्पर्क गर्नको लागि हजुरहरूले इमेल गरी, मेरो मेसेन्जरमा मेसेज गरी, अथवा फेसबुक, अथवा मलाई डाइरेक्ट फोन गरेर पनि सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।